नमस्ते मित्रहरू साथीहरू। यो समाचार मैले पढिरहेको थिएँ। यो चाहिँ 24 गते घटनाको दोषीहरूलाई चाहिँ 100 कतिजना 60-65 कतिलाई कारवाही भयो हुँदैछ अथवा अरू खोज्दैछ भन्ने कुरा थियो होइन। 24 गते 23 गते नआइकन 24 गते आउँदो रहेछ। कतिजनाले भन्नुहुन्छ गोरुवार कार्की छामिन आएको चाहिँ प्रतिवेदन आउनुपर्छ भनेर, तर मान्छे त समातेर हालिरहनु भएको छ होइन जेल। अब यो सरकार सुशीला कार्कीको सरकार त निरीह बबुरो भन्छु म त, निरीह। उहाँलाई पहिल्यै थाहा थियो यस्तो घटना भएर उहाँलाई ल्याएको। उहाँको जनताको चाहना के थियो, 76 जनाको शहीदहरूले रोएर भनिरहेको थियो कि यो 23 गतिको नरसमाजलाई पहिला समाउनु पर्छ है भनेर। समाउनु पर्छ है भन्दा चाहिँ नसमाउनु पर्छ है भनेर सुन्नुभएछ उहाँहरूले। अब उहाँहरूलाई कारवाही गर्न चाहिँ प्रतिवेदन चाहिने र अहिले चाहिँ 76 जना जो के अरे 155 कतिजना समातेछ त्यो चाहिँ कारवाही के अरे नचाहिने, प्रतिवेदन नचाहिने। ठुलालाई ऐन के अरे सानालाई ऐन, ठुलालाई चैन, त्यसै यो उखान बनाएको होइन नि। अहिले मलाई त्यस्तो लाग्न थाल्यो। 76 जना मरेको के यो गुलेलीले त्यो के अरे ढुकुर मारेको हो? अहिलेसम्मको यो इतिहासमा सबभन्दा ठुलो हत्याकाण्ड हो यो। त्यसरी मार्न पाइन्छ? प्रहरीको जवाबदेही त छैन। हाम्रो जीवजन्तु सुरक्षा भनेर चाहिँ प्रहरीलाई राखेको, प्रहरीले हामीलाई उल्टै 76 जनालाई मार्दिने। दलको नेताहरूको अराजक यो आक्रमणीय पर्ने गर्दा यो भएको सबै कुरो। अब नेपाली कांग्रेसको नेता सुनिल शर्मा भन्नुहुन्छ 23 गते नभएको 24 गते कसरी भयो? कारक तत्त्व यो 23 गतेको घटनाले यो आक्रोशितले गर्दाखेरि 24 गतेको जेएनयूको के अरे यो जेएनयूहरू उहाँको चाहिँ परिवार सहितको परिवार सब मिलेर चाहिँ यो ध्वंस भयो भन्ने कुरा चाहिँ थियो। घुसपेट भयो। घुसपेटमा त कांग्रेस एमालेकै मान्छे देखिया छ। अनि यो ओली सरकारलाई कारवाही हुनु पर्दैन? म भाग्दिन भनेर अभिव्यक्ति दिँदै अहिले फेरि गुन्डु सरकार, निर्वाचित सरकार भएर बस्ने। नेपालमा त मलाई लाग्छ दुईटा सरकार छ, एउटा गुन्डु सरकार, एउटा सुशीला कार्की सरकार। उहाँ सुशीला कार्कीज्यू त धेरै कानुन बुझेको अलिकति पावरफुली होला भन्ने मैले सोचेको थिएँ, तर उहाँ त निकम्बा बबुरो। त्यो हुती नहुनी किन जानु पर्यो सरकारमा? तलब भत्ता खानलाई देशको लागि दिनुहोस् तलब भत्ता तपाईँहरू। ओम प्रकाश अरियाल के हो त्यो पारा? तपाईँले त खै मलाई त मुद्दा लडेको नि मलाई विश्वास लाग्न छोड्यो। तपाईँहरूले अब यो सरकारले चाहिँ एउटा नाम राख्नु छ, तपाईँहरूलाई चुनाव लड्नु छैन, तपाईँलाई भ्रष्टाचार गर्नु छैन, तपाईँहरूलाई केही पनि गर्नु छैन कि। अनि किन केले अल्झायो तपाईँलाई? के बोलीसँग डराउनु भएको हो कि जस्तो लाग्यो, लेखकसँग डराउनु भएको। किनभने कांग्रेस एमाले मिलेपछि त पछि नै हामीलाई थुन्छ, तपाईँलाई त्यही डर भयो। यो कुरा तपाईँले पहिले एका गर्नु पर्थ्यो कि यो सरकारमा जान गाह्रो छ है, यसो गर्नु सकिँदैन है, यस्तो हुन्छ है भनेर तपाईँलाई थाहा थियो क्या। तर तपाईँहरू जानुभएको थियो, सायद उनीहरूले पनि तपाईँलाई पठाएको थिए, त्यो हुन सक्ला। तर याद राख्नु 23 गते नआएको 24 गते आउँदैन। 23 गते 24 गते दुईटालाई कारवाही हुनुपर्छ। सबभन्दा पहिला जन्म संग्रह गरेर हेर्नु, जेसी गरेर हेर्नु, यिनलाई कारवाही गर्नुपर्छ कि पर्दैन भन्ने कुरो 100 मा 79 जनाले चाहिँ यिनीहरूलाई कारवाही गर्नुपर्छ भनिरहेको। त्यस कारण तपाईँहरू खुट्टा नकमाउनुहोस्। तपाईँलाई केही गर्नु छैन, केही लिनु छैन, केही दिनु छैन। कारवाही गर्नुहोस्, अनुसन्धान गर्नुहोस्। अदालतले के भन्छ? अदालत उनीहरूकै मान्छे छन्, भन्न त जे पनि भन्छ होइन। तर केही भए पनि त्यो हत्या र त्यो शहीदहरूको परिवारलाई कमसेकम राहत त हुन्छ। त्यो राहत दिने काम गर्नु होला क्या तपाईँहरूले। मलाई गुनासो यो जेएनयूको सरकार, सुशीला कार्की सरकार, ओम अर्याल यो छ नि यो गृहमन्त्रीलाई छ। तपाईँहरू जसरी पनि यो गर्नु पर्यो, जसरी नै गर्नु पर्यो। होइन भने पानी मुनि गए पनि, माटो मुनि गए पनि ओली सरकारलाई त छोड्दैन। तपाईँहरू पनि कलङ्की भएर जानुहुनेछ। कलङ्कीको बाटो भएर होइन, कलङ्कित यो सरकारको नाम असफल सरकार, कलङ्कित सरकार हुनेछ है। विचार गर्नु होला। त्यस कारणले
जसरी भए पनि आफ्नो अवधि 6 महिनाको जो फागुन गते निर्वाचन हुँदैछ, निर्वाचन हुनुभन्दा पहिला तपाईँले यसलाई कारबाही गर्न सक्नु भएन भने तपाईँले पनि जनताले लखाट्नेछन् इतिहासमा। हेर्नुहोस्, यो इतिहास बन्ने छ। जसरी पनि कारबाही होस्, सबैले दबाब दिउँ। जबसम्म कारबाही हुन्छ तबसम्म भिडियो आइरहन्छ। यो सरकार विरोधी, ओली सरकार विरोधी भिडियो आइरहन्छ। त्यसकारणले म भन्छु सबैजनालाई, साथीहरूलाई पनि भन्छु, दबाब दिउँ र यो दोष, यो नरसंहारी सरकारलाई तुरुन्त कारबाही होस्। धन्यवाद।